चाहिँ हाम्रो इलाका प्रहरी कोअर्डिनेटर साहबले आफै चेक गराउनु भएको छ। बुलेट बाइक पड्काएर दुनियाँ तर्साउने युवकलाई प्रहरी कार्यालय बोलाएर डीएसपी चक्रबहादुर डम्बरपालले दिए प्रहरी कार्यालयमै क्लास। डीएसपी साहबले चाहिँ आफैले यो बाइकबाट रड निकालेर बाबु के बोलायो यो रड भन त? के लामो छ है। बाँके जिल्ला कोहलपुर नगरपालिकामा बुलेट बाइक पड्काएर बाइकमा रड राख्दै सडकमा आतंक फैलाउने कोहलपुरका एक युवकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। उक्त युवकले सार्वजनिक सडकमा बुलेट बाइक ठुलो आवाजसहित पड्काउने र ह्यान्डलमा रड राखेर प्रदर्शनी गर्ने गतिविधि गर्दै आएको भन्दै स्थानीयले उजुरी दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी चक्रबहादुर डम्बरपालको निर्देशनमा उनलाई प्रहरी कार्यालयमा बोलाई कडा चेतावनी दिएको हो। डीएसपी पालले समाजमा अशान्ति फैलाउने, सार्वजनिक सुरक्षामा खतरा निम्त्याउने र ट्राफिक नियम उल्लङ्घन गर्ने कार्य सह्य नहुने बताउँदै यस्ता गतिविधि दोहोऱ्याए कानुनी कारबाही हुने चेतावनी दिएका छन्। प्रहरीले उक्त युवकको बुलेट बाइक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात कार्यालय नेपालगञ्ज पठाउने तयारी गरेको जनाएको छ। यो बाइक हाम्रो पुलिस लिन गयो, यो त बाइक मैले चलाएको होइन राखेको छु त्यो भन्ने मान्छे चाहिँ को रहेछ? भाइ तिमी हो? हजुर तिमी हो यो भन्ने? त्यो मैले चलाएको छु होइन। यस्तो के नाम हो तिम्रो? यो चाहिँ आवाज चाहिँ हाम्रो इलाका प्रहरी कोअर्डिनेटर साहबले आफै चेक गराउनु भएको छ। उहाँले चाहिँ अब यो अहिले यसरी चाहिँ यो रडहरू राख्ने जसले राख्छ त्यसलाई चाहिँ कारबाही गर्ने भनेर उहाँले चाहिँ अवधारणा गर्नुहुन्छ। यो के हो सर? यो चाहिँ एमा हाल्ने होइन, यसरी राख्ने, लडाइँ झगडा पऱ्यो भने यस्तो खालको चाहिँ यो क्रिमिनलहरूको लापरवाही छ। र आवाज यो साइलेन्सरको यो स्वरूपभन्दा यति लामो यो कि यो आफ्नो लेन्थ हो जति हुनुपर्ने लम्बाइ। हजुर त्यो लम्बाइ पनि भन्दा हेर्नुहोस् त लगभग यो लामो रहेछ यो। यो पनि एकदमै लामो रहेछ, 7 इन्च हेर्न सक्नुहुन्छ। अहिले यो बुलेटले एकदमै आवाज निकाल्ने अनि त्यसरी सकल उठाएको छ। हाम्रो डीएसपीला प्रहरी कोअर्डिनेटरको डीएसपीले यसरी चाहिँ ह्यान्डल यो लुकिङ ग्लास छैन। यसमा के हुन्छ सर? यसमा कारबाही तपाईँहरूले कस्तो गर्नुहुन्छ? कारबाही अब हामीले खास यातायात व्यवस्था कार्यालय पठाउने यो चाहिँ कारबाहीको लागि यो सुरुको अवस्थामा जुन ओरिजिनल अवस्था हो त्यो अवस्थामा ल्याउनु पर्ने हुन्छ यसलाई। र यातायात व्यवस्था ऐन अन्तर्गत यसलाई कति कारबाही हुन्छ सोही भने चाहिँ एउटा ट्राफिक जरिवाना एकतर्फको कुरा हो। अब यातायात व्यवस्था कार्यालयले यसलाई चाहिँ स्वरूप परिवर्तनमा कारबाही चाहिँ गर्छ। अब अहिले कोहलपुर क्षेत्रमा यो बुलेटको आवाजले एकदम तर्साउने जुन भइरहेको छ, कतिको अभियान थाल्नु भएको छ? हामीले चाहिँ एक चरण चाहिँ लगभग साम्य भइसकेको अवस्था पनि थियो र फेरि हामीले चाहिँ 1-2वटा फाटो बजारमा देखेका छन् भन्ने हिसाबले हामीले चेक जाँच गर्दाखेरि त्यो अपरेसन चलाएर चाहिँ जहाँ भेटिन्छ त्यहाँबाट उठाएर ल्याउने गरेर हुनाले आज फेरि यो कम्प्लेन आइरहेको थियो बाइकको, त्यो बाइक चाहिँ समावेश भयो। तपाईँले भन्नु नि तपाईँ। होइन होइन मैले यसलाई नै भन्न खोजेको सँगै छौँ नि त कति भनिनँ होला कति चाहिँ कराइन बसेको अहिले कति कराइन होला। यो जुन तपाईँहरूले फाल्नु अभियान छ नि त्यो राम्रो होइन त, यसलाई मैले नराम्रो म भित्र आउनु पऱ्यो भनेर डीएसपीले चाहिँ आफैले यो बाइकबाट रड निकालेर बाबु के लागि यो रड भन त? यो मलाई भेट्न पठाइदिनु पर्दा म भन त बाबु। अब हिँड्नु भने नत्र मलाई एक नम्बर दिएर मैले फोन गर्न दियो होइन। के लामो छ है? बनाएर पठाइदिनु सबै नम्बरहरू पिकअप पनि राम्रो दिन्छ।